लाग्दैछ। हेर्न देख्न त केही पाइएन। बाटो देखिहालेको छ। के गर्नु हजुर, दुखी आत्मा कहाँ हो बाटो? बत्ती बाला न। बाटै देख्दैन त। हेर्न त्यहाँ बहुत सजिलो छ। यहाँबाट हेर्नु देखाउँदैन। हेलो 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 हेलो, रात पर्दै गएको छ। अहिले तपाईँको भन्ने हो भने कति हान्यो भने घडीले 6 बज्न ठ्याक्कै 10 मिनट बाँकी। रहेको हुँदा अब भोक पनि बहुतै लागिसकेछ। क्यौँ 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 भयो तिम्रो। अलिक माथि अलिकति समयले साथ दिएन। अब बाटो अफरोड छ यता। अब पिच रोड नपुगी खाजा नखाने भयो। अब खाजा खै हाम्रो होलहोलेतिर हो पर चिया खाने, अरू त के खानु र? चिया खाने, ताप ठोकिहाल्ने डाँडा छन्, चिसा छन्, सुधि धुम्मेका छन्, पानी परेर भिजाएका छन्। बाटो यस्तो छ, सिलिप खाइयो भने ड्याङ्गे तल्दै ल्याएर हो त। केही छैन, सकुशल यात्रा भइरहेछ। अड्डै यो डिलेडिल जान्छ त नारायण। ठुलो डिल भयो। यस्तो सडकहरू पनि आउँदा रहेछन् इथे। बाटो हेरौँ त गाइस, गाइस देखो न, गाइस देखो न, देखो न, देखो।
बाटो बहुत बढिया खासमा यहाँ पानी परेर भन्दा पनि यहाँ सधैँ यस्तै होला पानी बोलाउँछ क्या हो यतातिर त्यही भएर हो अब यता खाद्ने बेला भएको छ है